दर्शकबिन नमस्ते। निर्मला नेपाली युट्युब च्यानलमा भने कान्छी सिरियल भाग 261 आइसकेको छ। 261 एपिसोडमा भने अहिले निकै राम्रो एपिसोड रहेको छ। 261 एपिसोडमा भने सुरुमा त कान्छी र सागर भने पानी लिन गइरहेका हुन्छन्। जाँदा जाँदै भने बाटोमा पुग्दाखेरि एउटा म्यासेज आउँछ। म्यासेज आइसकेपछि त्यो चाहिँ सलिनाले सागरलाई पठाएकी हुन्छन् अनि उनले धेरै कुराहरू रिक्वेस्ट गरेकी हुन्छन्। तर उनीले त्यो म्यासेज पढ्छन् अनि कान्छीले भन्छन् कसको म्यासेज हो के हो भन्दै सोध्छिन्। अनि उनले भन्छन् एन्सेलको हो भन्छन्। अनि एन्सेलको हो भने तपाईँ किन यस्तो स्याड हुनुभएको भन्छन्। अनि उनले भन्छन् एक फेरा पठाइसकेको म्यासेज फेरि डब्बर पठाइरहन्छ त्यही भएर हो भन्छन्। अनि उनले धेरै कुरा लुकाइसकेका हुन्छन्। अनि पानी लिन पँधेरामा पुगेपछि त्यहाँका एकजना महिलाले देख्छिन् र भन्छन् कि उनीहरूको जोडी केहीले पनि नछुटाइदियोस्, केही नहोस्, दैवको आँखा नलागोस् भन्दै भन्छन्। अनि त्यसपछि उनले धेरै कुराहरू भन्दा एकजना आउँछिन् महिला आएर भन्छन् तिनीहरू कान्छीले हिम्मत हारेनिन् भन्दै के भन्दै एकजना महिलाले त्यही भन्छन्। अनि उनले किन हारुन्, पहिला यही गाउँमा कान्छीको कुरा काट्दै हिँड्थे, अहिले कान्छीहरूलाई देख्ने मान्छेहरू सब जल्छन् भन्दै भन्छन्। अनि त्यसपछि तपाईँको बुहारी पनि यस्तै उस्तै भन्छन्। तर उनले भन्छन् मैले केही कुरा यसो लगाइदिएको त उनीले सब भन्दै भन्छन्। अब के साँच्चीकै उनको बुहारीले थाहा पाउँछन् या थाहा पाउँदैनन् कमेन्ट बक्समा लेखिदिनु होला।